हेलो गाइस, दिस इज मी गोविन्द राज रसाइली यानी कि राज रसाइलीको युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। म धेरै लामो समयपछि I am come back in my YouTube channel. So I have two guys from the Nepalese people in Romania. So I need two questions for something for both of them. आज चाहिँ हामी रोमानियाको बारेमा के विश्लेषण गर्न गइरहेका छौं। विश्लेषण भन्दा पनि कामको विषयमा के कस्ता कुराहरू छन्, के कस्ता गतिविधिहरू छन् रोमानियामा र कसरी चेन्ज गर्न सकिन्छ, के काम कस्तो व्यक्तिले पाउन सक्छ, सिप कतिको हुनुपर्छ हामीमा भन्ने कुराहरुको विषयमा अलिकति चर्चा गर्छौं। मेरो पछाडीको ब्याकग्राउन्ड अलिकति राम्रो आइरहेको छैन, त्यसलाई चाहिँ अलिकति कम्प्रोमाइज गर्नु होला। हामीसँग दुईजना दाइ स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। धन्यवाद छ। धन्यवाद भाइ राजा। अनि खासमा चाहिँ परिचयबाटै जाउँ है त। दाइबाट सुरु गरौँ न। सर्वप्रथम नमस्ते। अनि के भन्छ रोगिया है, म चाहिँ अब रोमानियामा छु हाल चाहिँ। अब घर नेपाल भनेको पूर्व 5 स्तर हो। यहाँ रोमानिया आएको जस्तै 2 वर्ष लगभग भयो। मैले कम्पनी चेन्ज गरेर अहिले अर्कै कम्पनीमा काम गरिरहेको छु। कति 6-7 महिना भयो पहिला कम्पनीमा काम गरेर आएर। हजुर, अहिले ठिकै चलिरहेको छ अहिले होटलमा है। ठिक छ। हाम्रो सुगमजीबाट जाउँ त फेरि। नमस्ते सबैलाई। मेरो नाम चाहिँ सुगम पाण्डे हो है। मेरो घर चाहिँ कपिलवस्तु हो। अहिले चाहिँ म रोमानिया हाल्छु। रोमानियामा पहिला म चाहिँ एउटा बर्गर ओल्ड टाउनतिर काम गर्दै बर्गर हाउसमा, अहिले हाल चाहिँ मेदुसा रेस्टुरेन्टमा काम गर्छु। अनि खासमा म चाहिँ तपाईहरुसँग आज विशेष गरेर जोडिनुको कारण चाहिँ के भने म धेरै पछि एउटा भिडियो पनि बनाउँदै छु। र अर्को कुरा के भने रोमानियामा धेरै किसिमको गाह्रोहरू अथवा सजिलोहरू के कस्तो छ हैन, हामी नेपालीहरुको लागि अथवा हामी आम जनताहरुको लागि जुन हामी कामको सिलसिलामा आउँछौं नि त, त्यो विषयमा के कति छ, अहिले रोमानियाको लागत आउनको लागि के कति छ, यो विषयमा अलिकति चर्चा बटुलाउँ कि भनेर तपाईहरु सामु जोडिए। के छ यो विषयमा अलिकति चर्चा गर्न मन्जुर छौं नि हामी। एकदम ल, सर्वप्रथम त बिराङ सरबाट जाउँ कि हाम्रो 5 स्तरदेखि हुनुहुन्छ बिराङ सर। सुगमजीले ल भनौँ, उहाँबाट पनि मनै भयो। रोमानिया आएको चाहिँ 1 वर्ष भयो है। 1 वर्षमा मैले काम चाहिँ 2-3टा जति चेन्ज गरेँ हैन। चेन्ज गर्न पाउँछ, आफ्नो टिआरसी कार्ड हुन्छ भने कम्पनीले चाहिँ रिलिज पेपर अकर्ड 1 वर्ष 2 वर्ष अथवा हुँदा 1 वर्ष पार नहुँदासम्म तपाईँ एकर्ड पेपर भन्ने एउटा त्यो पनि पेपर लिनुपर्छ। त्यसरी हामीले चेन्ज गर्न मिल्छ। वास्तवमा एक्चुअली अब आफ्नो देश छोडेर विदेशी नआउनुस् हैन, सरसल्लाह अनि आफ्नो देशमा शान्ति नै भयो भने व्यवसायहरू गर्नुस्, आफ्नो देशमा गरेको राम्रो हो। यदि हुँदै हुन्न भनेर तपाईले गर्न चाहन्छ भने रोमानिया आएर चाहिँ धेरै कमाउँछु भन्ने सोच चाहिँ नगर्नु होला, कसैले पनि नगर्नु होला एकदम हैन। अब यहाँ आइसकेपछि लगानी भनेको तपाईको 7 लाख 8 लाख रुपैयाँ लगानी लाग्ने हो हजुर हैन। अब यत्रो लगानी लगाएर 80,000 90,000 कमाउनलाई चाहिँ यहाँ चाहिँ रोमानिया आउन उचित हुन्न हजुर हैन। मैले पनि मेन पावरले धेरै कुराहरू भनेका हुन्छन्, 1 लाख भन्दा माथि हुन्छ तपाईको सेलेरी हेन्डेन भनेका हुन्छन्। तर मलाई पनि भनेका थिए, तर त्यो अनुसार भएको छैन। हुँदा नि हुँदैन, त्यो सबै सपनामा देखाउने हो, विपनामा हुँदैन। त्यही हो। अब जस्तै अहिले रोमानियामा आउनको लागि म्याक्सिमम मेन पावरहरूले ल्याउने लागत भनेको के कति छन् सर? लागत चाहिँ खासै लाग्दैन, 3 लाख रुपैयाँ समथिङ लाग्ने हो। उनले चाहिँ पैसा खान्छन्, 7 लाख 8 लाख पनि भनेका छन्। सेन्जेन भयो अरे हेन भयो त्यहाँ भयो भनेर। त्यही अनुसारले कमाइ हुनु भयो नि त, राम्रो हो हैन। त्यो अनुसारले कमाइ छैन भने त बेकारी हो। त्यो भन्दा दुबई कतै राम्रो लाग्छ मलाई त अहिले। अनि अर्को कुरा के छ भने, ठिक छ रोमानिया आउँदै गरेका नयाँ पिढीहरू हुनुहुन्छ अथवा पुरानो दाजुभाइहरू हुनुहुन्छ, सबैसँग हामी सल्लाह लिएरै यिनी कुराहरू बटुलेका छौँ हैन। अर्को एउटा कुरा के भने यहाँको विषयमा अलिकति फ्यासिलिटी, देशले दिने सुविधाहरू अथवा काममा पाइने सुविधाहरू तिनी पनि त होला नि सर, के छ कस्तो छ? खासमा रोमानियामा बेसिक स्यालेरी जतिसुकै लगानी गरेर आए पनि कुन पोस्टले कति लगानी पाउने अथवा स्यालेरी पाउने भन्ने कुराहरू होलान्, यो विषयमा अलिकति चर्चा बटुलाउँ न सर। अब हामी चाहिँ नेपालबाट कन्ट्रिब्युट गरेर कुन अनुसारले आएको छौँ भने त्यो अनुसारले डिपेन्ड हुन्छ हैन। त्यो अनुसारले अब नेपालमा चाहिँ अब निश्चय पनि $550 भनेको हुन्छ, गरेको हुन्छ। कसैको 600 हुन्छ होला, कसै 700 हुन्छ। त्यसो त अब काम अनुसारले पनि हुन्छ फेरि है।